हेलो एभ्रिवान, आज चाहिँ हामी मनोकामना मन्दिर जाँदैछौँ। यो चाहिँ मेरो छोरीहरूको फर्स्ट टाइम हो नि। मेरो आमा चाहिँ मलाई बुरामा लिएर आउनु भएको थियो अरे, त्यसपछि यो चाहिँ उहाँको सेकेन्ड टाइम। अनि आज चाहिँ स्याटरडे एकदमै भिड हुन्छ होला भने हामीले चाहिँ अनलाइन टिकट काटेर आएको थियो, तर अरू टाइम हेरी चाहिँ आज भिड मलाई एकदम कम लाग्यो। अनि हामी चाहिँ त्यस्तै 20-25 मिनट बसिसकेपछि चाहिँ हाम्रो टर्न आयो अनि हामी केबल कार चढ्यौँ। मेरो छोरीहरू चाहिँ एकदमै एक्साइटेड भएर ह्याप्पी भएर बसिरहेको थियो भने चाहिँ मेरो आमा चाहिँ बाहिर हेरेर हामी आउँदाखेरि यस्तो थियो त्यस्तो थियो, उहाँहरू चाहिँ हिँडेर आउनु भएको रहेछ। अनि कति चेन्ज भएछ भन्नु भइरहेको थियो। समयअनुसार धेरै कुराहरू चेन्ज हुँदै नै गइहाल्छ। अनि हामी चाहिँ एकछिन हिँडिसकेपछि माथि मन्दिर पुग्यौँ। मन्दिर पुगेपछि मजाले हात पखाल्यौँ अनि त्यसपछि पूजाको सामग्रीहरू रेडी गरेर हामी पूजा गर्नतिर लाग्यौँ। हामी चाहिँ बुढाहरू भएको भएर एकदमै भिड थियो लाइनमा, अनि त्यही भएर लाइनमा बसेनौँ अनि मजाले मन्दिर घुम्यौँ। मन्दिर घुमिसकेपछि हामीले लगेको पूजाको सामानहरू चाहिँ उहाँले चढाएर पूजा गरेर ल्याइदिनु हुँदो रहेछ। त्यही भएर हामी चाहिँ बाहिरै मजाले पूजा गऱ्यौँ। पूजा गरिसकेपछि एकछिन हेरेको, एकदमै राम्रो हिमालको भ्यू मजाले आउने रहेछ। अनि त्यहाँ इन्जोय गरिसकेपछि हामी एकछिन तल आयौँ। तल आइसकेपछि एकछिन खाना खानातिर लाग्यो। हामी चाहिँ एकदमै ढिला भइसकेको थियो खाना खानको लागि। अनि मलाई त भोक लागेर मलाई त गाह्रो भएर कतिखेर खाना खाउँ भइसकेको थियो क्या। अनि खाना खायौँ। अनि खाना खाएर एकछिन हामी रेस्ट पनि गऱ्यौँ। एकदम थाकिसकेको थियो सबैजना। अनि छोरी चाहिँ बाबालाई फकाइरहेको थियो, खेलौना किनिदिनु भनेर। यति गरिसकेपछि उसलाई खेलौना पाइहाल्यो। अनि बुढाहरू त एक थोक न नबोकिकन त उनीहरू हिँड्नेवाला नै थिएन। अनि त्यसपछि हामी चाहिँ एकछिन घुमिसकेपछि एकदम थकित भएर हामी चाहिँ तल झऱ्यौँ। तल आइपुगेपछि हामी चाहिँ घर फर्क्यौँ। अनि थ्याङ्क यू फर वाचिङ माई भिडियो।